हेर्नु होला। ओहो के हो यस्तो यो सेतै? यो कपास हो, यो पाकेको फुल फुल्छ पहिला पहेँलो। यो फुलबाट अनि यो कपास बन्छ। यो गेडा पस्यो अनि गेडा पसेपछि गेडा फुटेर पाकेपछि कपास यो बन्छ। यसलाई कपास भनिन्छ। अनि यो बुटो घर गाउँमा रोपिन्छ। पहिला पहिला यो कपासको बत्ती बनाउने रुई, यो रुईलाई यसो बत्ती बनाउने हातबाट बनाएर यो चोखो सबभन्दा भगवानलाई चढ्ने भने यो कपासको रुईको बत्ती हो, बाती। अनि अब अहिले यो अरू अरू धागो आछ, त्यो पनि कपासकै पनि आछ। अनि यो हो कपासको कपडा बन्थ्यो पहिला। यही कपासको हो, सुतीको कपडा बन्छ। यसमा रङ्गिन गरेका हुन्छन्। अनि यो सिरक बन्छ। यसको भित्र गेडा हुन्छ। यो गेडालाई फालेर यो गेडा फालेर अनि सिरक बनाउने चलन। अनि अहिले पहिला महेन्द्र राजाको पालामा हाम्रो यहाँ नवलपुरमा 4 बिघा जग्गा दिनुभएको थियो। अनि त्यहाँ किसानीहरूलाई खेती गर्न भनेर यो कपासको बिउ दिनुभयो। अब 8 गट्ठा 10 गट्ठामा कपास खेती गरिएको हाम्रो माइत बाआमाले नै खेती गर्नुभएको थियो र सिरक बनाउनु भयो। यो यस्तो काममा आउँछ यो कपास। एकदम चोखो हो भनेर भनिन्छ। अब अहिले हराउँदै गछ, त्यही पनि कता कति छ। सकेदेखि यसको खेती गरेर कपडा बनाउने, सिरक बनाउने गर्दा पनि राम्रो हुन्छ। ल।